हामी चाहिँ अब ढाप ड्याम जानलाई चाहिँ ट्याक्सी चढेर कलङ्की पुग्न लागिसक्यौँ। ड्याम साइड जानलाई चाहिँ कहाँबाट कताडी जाइन्छ भनेर हामी भिडियो मार्फत देखाउँदैछौँ। हामी ठ्याक्कै कलङ्की चोकबाट लेफ्ट टर्न गरेर स्वयम्भूतिर लाग्दैछौँ। हाम्रो प्लान चाहिँ 5 बजे नै हिँडिसक्ने भन्ने थियो, तर 5:30 भइसक्यो हामी हिँड्दाखेरि। अब हामी यहाँबाट करिब 1 घन्टामा चाहिँ सुन्दरी जल बस पार्क पुग्छौँ र त्यहाँबाट हाम्रो हाइकिङ सुरु हुन्छ। सीतापाइला चोकबाट चाहिँ हामी राइट टर्न गरेर छाउनी रोड लाग्दैछौँ। छाउनी हुँदै हामी 16 खुट्टे लैनचौर हुँदै चाबेल नक्साल हुँदै चाबेल निस्किन्छौँ। तपाईँहरूलाई चाहिँ यो भिडियो टक्क देखाउँछौँ। हामी ट्याक्क 3 बाउ छोरी, यहाँ हाम्रो गुरुजी हुनुहुन्छ। छाउनी आइपुग्यो। यो चाहिँ सैनिक सङ्ग्रहालय पनि छ यहाँ। स्वस्तिका कृतिकालाई कस्तो भइरहेछ त? इन्जोय भइरहेछ। अनि खोइ त स्वस्तिकाले चाहिँ क्याप लगाएको, खोइ घाम लागेपछि मात्रै लाउने हो। चाहिँ आउँदा आउँदै ठुलो ट्रकले एकछिन बाटो छेक्यो, हामीलाई एकछिन यसले ढिला गर्ला जस्तो छ। अमृत साइन्स क्याम्पस हुँदै अब हामी लैनचौर पुग्दैछौँ। लैनचौरबाट पनि हामी लेफ्ट भयो। लैनचौरबाट हामी अब लेफ्ट लाग्यौँ ट्याक्क। यस्तो कालो त छ के। गैरीधारा चोक। पहिलो पुल हुँदै अब हामी अहिले त के छ अवस्था? कस्तो लागिरहेछ? त्यस्तो मुन्टो हल्लाएर हुन्छ त भने के। तपाईहरु केही बोल्नुस्। ल छिटो। अहिले भनिसक्यौँ, अब पछि हाम्रो सुन्दर दृश्यहरू देखाउँछौँ हामी। अहिले छोडिदिउँ। छिटो पुर्याइदिनलाई एकदम लागिपर्नु भएको छ, त्यसको लागि उहाँलाई धन्यवाद। र यो नयाँ पनि बाटो हो मेरो लागि। यो बाटो खासै एकपटक त म आएको छु, तर ठ्याक्कै कता कता हो भन्ने चाहिँ मलाई त्यति थाहा छैन यताको चाहिँ। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। हामी कहाँ जान लाग्यो हो त? फाइनल डेस्टिनेसन कहाँ हो? ढाप ड्याम होइन त? नेपाल मेडिकल कलेजको गेट। हामी
गोकर्ण मन्दिरको छेउ कस्तो मसँग निदाउनु भयो रहेछ। गीतिका गाडीमा हेर्दा कस्तो लाग्यो त? अहिले त दिनेको होइन। अब जोस बिहानको शान्त वातावरणमा जाम साम यताउति नपरिकन होइन हामी हिँड्दाखेरि ठिक छ नि। लोकल गाडीमा अब हाम्रो गाडीको यात्रा टुङ्गिन्छ। अब हामी यहाँबाट चाहिँ सुन्दरी जल बस पार्क आइपुग्यौँ हामी। कति बजे आइपुग्यौँ भन्नु? ठ्याक्कै 6:30 भएन रहेछ। 6:20मा चाहिँ हामी ल सुन्दरी जल बस पार्क पुग्यौँ। उहाँलाई धेरै धेरै धन्यवाद। ल यता हेर ल चाहिँ यहाँबाट ट्याक्सी छोडेर लेफ्ट राइट। अब हाम्रो ट्रेकिङ हाइकिङ सुरु हुन्छ। फर्क्यौँ है त। ल हामी चाहिँ ठ्याक्कै 6:30 बजे गएको मान्छे अब 2:30 बजे नै फर्किन्छौँ होला भन्ने थियो। फर्किन भ्याइले ठ्याक्क 3 बजेतिर चाहिँ हामी फर्क्यौँ। ल तपाईँहरूलाई चाहिँ यो भिडियो कस्तो लाग्यो, ठाउँ कस्तो लाग्यो यसो कृपया कमेन्ट गर्नु होला। हस् त, धन्यवाद।